हेलो नमस्कार साथीहरु, यस भिडियोमा तपाईहरुलाई स्वागत छ। तपाईको साथमा छु टेक्नो देव युट्युब च्यानल लिएर देव आर्यन। तपाईहरुलाई सिकाउने छु कि हामी बैंकहरुको जति जुन भ्याकेन्सी हुन्छ त्यो भ्याकेन्सी हामी कसरी एप्लाई गर्न सक्छौं र कसरी हामी फर्म भर्न सक्छौं। जस्तै अहिले एउटा भ्याकेन्सी आएको छ, कामना सेवा विकास बैंकले जुन भ्याकेन्सी ओपन गरेको छ त्यो भ्याकेन्सी कसरी एप्लाई गर्न सक्छौं तपाईहरुलाई यो भिडियोमा सिकाउने छु कि हामी कामना सेवा विकास बैंकको हामी कसरी भ्याकेन्सी एप्लाई गर्न सक्छौं। जाउँ अब हामी भिडियोको विषयवस्तुतिर लागौं। जस्तै तपाईहरु क्रोममा जानु होला र यहाँ टाइप गर्नु होला। जस्तै कामना सेवा विकास बैंक यहाँ तपाईहरु लेख्नु होला। लेखिसकेपछि माथिको जुन छ कामना सेवा विकास बैंक हाउ टु एप्लाई, तपाईहरु यो सबै एकपल्ट पढ्नु होला र कति जीपीए चाहिन्छ, कति पर्सेन्टेज चाहिन्छ, कुन पदको लागि तपाईहरु यो सबै हेर्नु होला र हेरिसकेपछि तपाईहरु यहाँ दिएको छ हाउ टु एप्लाई, यहाँ क्लिक गर्नु होला। हेरमा क्लिक गरिसकेपछि तपाईहरु फेरि यहाँ पनि छ हेर्न सक्नुहुन्छ। तल आउनु होला, पढ्नु होला सबै र तल आइसकेपछि हाउ टु एप्लाई भनेको छ यहाँ करियरमा तपाईहरु यहाँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ छुट्टा छुट्टै यहाँ दिएको छ। जस्तै यहाँ भनेको छ ब्रान्च म्यानेजर, डिजिटल अपरेसन डिपार्टमेन्ट, जस्तै डिपोजिट एन्ड ट्रान्ज्याक्सन बैंकिङ, यहाँ सबै तपाई हेर्न सक्नुहुन्छ। तपाई कुनमा एप्लाई गर्न चाहनुहुन्छ त्यसमा तपाई यहाँ भनेको छ एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट, सुपरभाइजर, यहाँ भनेको छ फ्रेशर क्यान एप्लाई, यहाँ तपाई यहाँ फ्रेशर क्यान एप्लाई, नयाँ मान्छेले पनि यहाँ तपाई एप्लाई गर्न सक्नुहुन्छ र यहाँ फ्रेशरमा एप्लाई गर्न सक्नुहुन्छ। त्यस तपाई कुनमा एप्लाई गर्न चाहनुहुन्छ त्यसमा तपाईले एप्लाईमा क्लिक गर्नु होला। जस्तै मैले यहाँ लिगल डिपार्टमेन्ट फ्रेशरको लागि यहाँ भनेको छ जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर, अफिसर यहाँ भनेको छ। म योमा तपाईलाई डेमोको लागि म तपाईहरुलाई हेराइरहेको छु कि कसरी हामी एप्लाई गर्न सक्छौं। त्यस्तै यहाँ एप्लाईमा क्लिक गर्नु होला र एप्लाईमा क्लिक गर्ने बित्तिकै तपाई यहाँ फर्म हेर्न सक्नुहुन्छ। पर्सनल इन्फर्मेसन, यहाँ सबै डिटेलहरु तपाई यहाँ दिन सक्नुहुन्छ या दिनु होला। जस्तै यहाँ भनेको छ फर्स्ट नेम, फर्स्टमा तपाईहरुलाई जस्तै जुनमा रेड स्टार तपाईहरु हेर्न सक्नुहुन्छ त्यसमा अनिवार्य रूपमा भर्नै पर्छ। त्यस्तै यहाँ फर्स्ट नेम यहाँ दिनु होला, यहाँ मिडल नेम दिनु होला, लास्ट नेम दिनु होला। त्यस्तै डेट अफ बर्थ एडी मा दिनु होला र डेट अफ बर्थ विक्रम सम्बन्धमा दिनु होला। यसमा एडी मा दिनुहुन्छ भने आफै यहाँ कन्भर्ट भएर आउँछ। त्यसपछि तपाई यहाँ मोबाइल नम्बर दिनु होला र मोबाइल नम्बर दिनु होला। त्यसपछि यहाँ टेलिफोन नम्बर दिएको छ त आफ्नो इमेल एड्रेस पनि दिनु होला र त्यस्तै यहाँ भनेको छ जेन्डर मेल कि फिमेल हुनुहुन्छ त्यो यहाँ चुज गर्नु होला। त्यस्तै म्यारेज स्ट्याटस तपाईको म्यारिड हुनुहुन्छ कि अनम्यारिड हुनुहुन्छ यहाँ तपाईहरु चुज गर्नु होला। त्यस्तै ड्राइभिङ लाइसेन्स छ कि छैन, छ भने कुन छ त्यसमा तपाईले यहाँ क्लिक गर्नु होला, सिलेक्ट गर्नु होला। त्यस्तै गरेर यहाँ दिएको छ सिटिजनशिप नम्बर, यहाँ तपाई सिटिजनशिप नागरिकता नम्बर तपाई यहाँ दिनु होला। त्यस्तै गरेर यहाँ सोशल मिडिया प्रोफाइल लिंक, फेसबुकको यहाँ लिंक दिन सक्नुहुन्छ, इन्स्टाग्रामको दिन सक्नुहुन्छ। यहाँ दिदा पनि हुन्छ र नदिदा पनि हुन्छ किनकि यहाँ रेड स्टार छैन, नदिदा पनि हुन्छ। त्यस्तै भनेको छ पर्मानेन्ट एड्रेस यहाँ दिन सक्नुहुन्छ, दिनु होला। डिस्ट्रिक्ट दिनु होला, म्युनिसिपालिटी दिनु होला, एरिया नेम दिनु होला, वार्ड नम्बर दिनु होला। यदि तपाईको सेम एड्रेस छ भने तपाई यहाँ टिक लगाउन सक्नुहुन्छ र टिक लगाउने बित्तिकै जुन माथिको जुन एड्रेस छ पुरै तल आफै यहाँ फिल भएर आउँछ। त्यस्तै यहाँ भनेको छ एकाडेमिक डिटेल्स, तपाई कति पढ्नु भएको छ यहाँ भन्छ यु शुड हैव एट लिस्ट ब्याचलर डिग्री टु एप्लाई फर द भ्याकेन्सी। तपाईको ब्याचलर डिग्री छ भने यो भ्याकेन्सी एप्लाई गर्नु होला। त्यस्तै मैले माथि के भन्छ भनेको थिए यहाँ एकपल्ट पढ्नु होला कुन भ्याकेन्सीको लागि कति स्टडी चाहिन्छ, कति योग्यता चाहिन्छ त्यो तपाई पढेर यहाँ तपाई सिलेक्ट गर्नु होला। जस्तै यहाँ ब्याचलर भनेको छ, फर्स्टमा तपाई
यहाँ डिग्री नेम एसएलसी दिएको छ, एसएलसी को डिग्री नेम यहाँ दिनु होला। जस्तै इन्स्टिट्युसन को नेम, कहाँबाट तपाई पढ्नुभयो, कुन क्याम्पसबाट त्यो नाम दिनु होला र कुन युनिभर्सिटी के छ, एसएलसी नेपाल बोर्ड छ के छ तपाई यहाँ दिनु होला। त्यस्तै इयर अफ कम्प्लिसन, इयर ओन्ली, कुन वर्षमा तपाईले कति वर्षमा एसएलसी पास गर्नुभयो त्यो दिनु होला र यहाँ जीपीए छ कि पर्सेन्टेज छ त्यो तपाई यहाँ दिनु होला। त्यस्तै यहाँ भनेको छ स्पेशलाइजेसन, तपाईको स्पेशल कुन सब्जेक्ट छ त्यो यहाँ तपाई लेख्नु होला। अप्सनल के छ, तपाई यहाँ कुन सब्जेक्ट राख्नु भएको थियो, अप्सनलमा राख्नु भएमा के राख्नु भएको थियो यहाँ तपाई दिनु होला। 10+2 यहाँ दिनु होला, क्याम्पसको नाम दिनु होला, यहाँ युनिभर्सिटी केबाट तपाई पढ्नु भएको छ, एचएसबी छ कि एनईबी छ त्यहाँ दिनु होला। यसमा पनि कुन सालमा तपाई पास गर्नुभयो त्यो तपाई यहाँ सिलेक्ट गर्नु होला। यसमा जीपीए पर्सेन्टेज कति छ त्यो तपाईहरु भर्न सक्नुहुन्छ। त्यस्तै गरेर ब्याचलरको पनि यहाँ तपाई सबै डिटेल यहाँ भर्न सक्नुहुन्छ र भर्नु होला। र यहाँ भनेको छ एक्सपिरियन्स, फ्रेशर क्यान एप्लाई फर दिस भ्याकेन्सी, नो एनी एक्सपिरियन्स इज रिक्वायर्ड। तपाई फ्रेशर को लागि भर्नु हुन्छ भने त्यसमा कुनै योग्यता के भन्छ, कुनै एक्सपिरियन्स लेटर या कुनै एक्सपिरियन्स सर्टिफिकेट तपाईलाई माग्दैन, यहाँ कुनै चाहिँदैन। त्यस्तै गरेर यहाँ भनेको छ एप्लिकेसन डिटेल, जस्तै कुन पदको लागि एप्लाई, पोजिसन लेभल कुन पदको लागि तपाई एप्लाई गर्नुहुन्छ र गर्न चाहनुहुन्छ त्यहाँ एप्लाई गर्नु होला। जस्तै एसिस्टेन्टको लागि, जुनियर एसिस्टेन्टको लागि, सिनियर एसिस्टेन्टको लागि कुनमा तपाई चुज गर्नु होला। त्यस्तै गरेर कुन डिपार्टमेन्टको लागि यहाँ छ लिगल डिपार्टमेन्ट यहाँ क्लिक गर्नु होला। त्यस्तै भनेको छ कुन ब्रान्चमा तपाई जान चाहनुहुन्छ, कहाँ तपाई जान चाहनुहुन्छ त्यहाँ तपाई यहाँ सर्च गरेर यहाँ क्लिक गरेर तपाई हेर्न सक्नुहुन्छ कुन ब्रान्चमा तपाई, कुन ब्रान्चको लागि तपाई भर्दै हुनुहुन्छ। यहाँ कुनै एउटा तपाईको नजिकको जुन ब्रान्च छ, घर नजिकको ब्रान्च छ त्यो तपाई सिलेक्ट गर्न सक्नुहुन्छ र तपाईलाई बाहिर पनि जान मन छ भने बाहिर पनि सिलेक्ट गर्न सक्नुहुन्छ। त्यस्तै यहाँ भनेको छ अपलोड डकुमेन्ट, यहाँ भन्छ म्याक्सिमम 1 GB इच डकुमेन्ट सपोर्टेड टाइप, यहाँ लिनुपर्ने जुन म्याक्सिमम तपाईलाई 1 GB को जुन डकुमेन्ट हुनुपर्छ त्यो यहाँ तपाई जस्तै पीडीएफ ओन्ली सेप्ट फर प्रोफाइल फोटो, यहाँ पीडीएफ मा तपाईले यहाँ सबै रिज्युमलाई, जब एप्लिकेसनलाई, फोटोलाई, सिटिजनशिपलाई, ट्रान्सक्रिप्टलाई तपाई पीडीएफ बनाएर तपाई यसरी क्लिक गरेर तपाई कहाँ राख्नु भएको छ यसरी तपाई गरेर सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै रिज्युम छ, बायोडाटा, जब एप्लिकेसन यहाँ तपाई एउटा लेख्नु होला। तपाईको जब एप्लिकेसन म डिस्क्रिप्सनमा राख्दिन्छु, त्यो लिंक कपी गरेर तपाई एउटा मोडलको लागि राख्दिन्छु, तपाईहरु त्यो हेरेर जब एप्लिकेसन लेखेर यसमा अट्याच गर्नु होला र रिज्युम पनि राख्दिन्छु र राखिदिएको छु, तपाईहरु पनि हेर्नु होला। जस्तै यहाँ फोटो राख्नु होला, सिटिजनशिप राख्नु होला, लेटेस्ट ट्रान्सक्रिप्ट राख्नु होला। त्यसै गरेर त्यसपछि सबै कुरा एकपल्ट तपाईहरु फेरि चेक गर्नु होला र चेक गरिसकेपछि लास्टमा तपाईले यहाँ आई कन्फर्म द इन्फर्मेसन प्रोभाइड एबभ आर करेक्ट एन्ड माई ओन यहाँ मा टिक लगाउनु होला र टिक लगाइसकेपछि तपाई सबमिटमा क्लिक गरिदिनु होला र क्लिक गर्ने बित्तिकै जुन तपाईले जीमेल दिनु भएको छ त्यो जीमेलमा तपाईको मेसेज आउँछ, कन्फर्ममा आउँछ कि तपाईको भ्याकेन्सी एप्लाई भइसकेको छ र तपाईलाई सबै डकुमेन्ट चेक गर्छ र चेक गरिसकेपछि तपाईलाई सर्टलिस्ट भइसकेपछि तपाईमा मेसेज आउँछ एक्जामको लागि। तपाई एक्जाम दिन सक्नुहुन्छ र त्यसपछि यसरी तपाईले सजिलै तरिकाले बैंकको भ्याकेन्सी एप्लाई गर्न सक्नुहुन्छ। साथीहरु यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने कृपया तपाईहरु यो भिडियोलाई लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियो तपाईहरुको साथीलाई शेयर पनि गरिदिनु होला। धन्यवाद।